सिंहदरबारको पीडा। सिंहदरबार नेपालको आधुनिक प्रशासनिक इतिहासको केन्द्र हो। आधुनिक राजनीतिक प्रणाली स्थापना र लागू गर्दै हालसम्म भएका कर्मचारी तन्त्रको सुधारका खाका कोर्ने कार्यमा सिंहदरबारको निकै ठुलो भूमिका छ। सिंहदरबार नेपालको इतिहाससँगै एउटा भव्य राजकीय राजनीतिक इतिहास समेत हो। तत्कालीन श्री 3 चन्द्र शमशेरले आफ्नो निजी निवासका लागि बनाएको भनिएको यो दरबार पछिल्लो समय प्रशासनिक केन्द्रको रूपमा परिणत भएको छ। विश्वव्यापी रूपमा प्रशासनलाई अध्ययनको विधाका रूपमा अपनाउन सुरु गरिएको समयमा राणा प्रधानमन्त्रीले बनाएको यो भवनले सार्वजनिक प्रशासनको क्षेत्रमा उत्तराधुनिकता अपनाएको समय अर्थात् नयाँ सार्वजनिक शासन न्यू पब्लिक गभर्नेन्सको समयमा समेत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका रूपमा सेवा प्रदान गरिरहेको थियो। यो राष्ट्रको कार्यकारी प्रमुखको सचिवालय र प्रशासनिक भवन समेत हो। यो भवनले 3 पटक गम्भीर प्रकोपको सामना गर्नु परेको छ। विक्रम सम्वत 2030मा आगलागीको सामना गर्नु परेको थियो। तत्पश्चात 2072 सालको भूकम्पले झन्डै छिया पारेको थियो। दुवै प्रकोप पश्चात जीर्णोद्धार गरिएको पछिल्लो भूकम्प पश्चात भने यसलाई निकै दरिलो ढङ्गबाट पुनर्निर्माण गरिएको थियो। झन्डै 120 वर्ष अघिको प्रविधि र उपकरणद्वारा निर्मित यो भवनलाई पटक पटक टालटुल गरेर प्रशासन चलाउँदै आइएको छ। यस दृष्टिबाट हेर्दा सिंहदरबारको महत्त्व र यसले बोकेको इतिहास गर्विलो छ। देशको दूरदराजसम्मका विकास योजना निर्माण गर्नेदेखि पछिल्लो समय विकेन्द्रित शासन प्रणालीमा विकासको मूल प्रवाहीकरणको राष्ट्रिय नीति निर्माणको मूल थलोका रूपमा भूमिका निर्वाह गर्दै आएको थियो। यति मात्र होइन, सिंहदरबारलाई एउटा कुलीन शासकको मिथकबाट समेत हेर्ने गरिन्छ। त्यसैले सङ्घीयता पश्चात गाउँ गाउँमा सिंहदरबार भन्ने भाष्य चलेको थियो। शासकहरू बस्ने र सम्रान्तहरूको राजकीय शैलीलाई चिनाउने शब्दका रूपमा सिंहदरबार शब्दलाई लिने गरिन्छ। दुर्गम गाउँबाट राजधानी घुम्न आएका मानिसहरू सिंहदरबार हेर्ने चाहना भए पनि मूलढोकाबाट भित्र पस्न सहज नभएका कारण मन अमिलो बनाएर फर्कनु पर्ने पनि देखिन्छ र उनीहरूको मनमा राजाहरू बस्ने सिंहदरबार भन्ने नकारात्मकता रहिरहन्छ। सिंहदरबारभित्र कोही आफन्त वा चिनजानका मानिस नभए अवलोकन गर्नका लागि मात्र पनि सिंहदरबार प्रवेश निकै कठिन छ। त्यसैले दूरदराजका मानिस सिंहदरबारसँग रिसाएर फर्कन्छन्। भर्खरै जेनजी पुस्ताको आन्दोलनमा परि बुढो सिंहदरबार पुनः एकपटक आगलागीको शिकार बन्न पुगेको छ। यो भवनले आफ्नो इतिहासमा निकै कष्ट भोग्नु परेको छ। नेपालकै सबैभन्दा ठुलो भवनको उपमा पाएको यो भवनको नाम, उपमा र जिम्मेवारी फरक फरक पक्ष हुन्। राणा शासन प्रणालीको निरन्तरतामा यो भवनको आवश्यकतालाई अब केही फरक दृष्टिकोणले हेर्ने कि? पुनर्निर्मित भवनको कायामा जेनजीको आन्दोलन पश्चात खरानी र धुवाँका आकृति मात्र छैनन्। सिंहदरबारको क्यानभासभित्र अनेक सपनाका अमूर्त चित्रहरू निर्माण भएका छन्। इतिहासदेखि आजसम्म शासकीय ढर्राहरूको समालोचना भइरहेको देखिन्छ। त्यहाँभित्र प्रवेश गरेर हेर्दा इतिहासदेखिका कागजपत्रका खरानी हावामा यत्रतत्र उडिरहेका देखिन्छन्। अघिल्लो आगलागीमा एक भाग मात्र जलेको कारण तुलनात्मक रूपमा आजभन्दा कमै क्षति भएको हुनुपर्छ। महाभूकम्पमा समेत अस्थिपञ्जर झैँ छिया हुने गरी क्षय भएको थिएन। यसपटक भने जल्न सक्ने वस्तु जलेका कारण सिंहदरबारले सबैभन्दा धेरै पीडा सहेको देखिन्छ। नेपाली सपना चित्राकृति। सिंहदरबार ढुङ्गा, माटो, फलाम र काठको अस्थिपञ्जर मात्र होइन, यो नेपालको इतिहासको पुस्तक हो। नेपालीको सपना चित्राकृति हो। शासकीय प्रणाली र स्वरूपको समयक्रमको थोप्लाहरू जोडिएको रेखाचित्र पनि हो। यसले बोकेको भावले सार्वजनिक सेवा प्रवाहको सुरुबिन्दु र विकेन्द्रित बिन्दुसम्मका भावनाहरूको सङ्गमलाई प्रतिबिम्बित गर्दछ। यो प्रशासन सञ्चालनका लागि सबैभन्दा ठुलो भवन मात्र होइन, भर्खर ठुलो धनराशि खर्चिएर पुनर्निर्माण गरिएको हो। यस अर्थमा यो भवन निर्माण गर्न सुरुदेखि आजसम्म धेरै पुस्ताका हातका चक्रहरू खिएका छन्। त्यति नै धनराशि पनि खर्च भएको छ। सिंहदरबारलाई पुनर्निर्माण टालटुल गर्नुपर्छ र त्यहीँबाट पुनः प्रशासन सुचारू गर्नुपर्छ भन्ने भावना वर्तमान राजनीति र प्रशासनको माथिल्लो तहमा देखिन्छ। नवनिर्मित सरकारले पनि चाँडै सिंहदरबार पुनर्निर्माण गर्ने भन्ने भावोच्चारण गरिसकेको देखिन्छ।
सिंहदरबारको पुनर्निर्माणले लामो समयको इतिहास र प्रशासनिक विरासतलाई निरन्तरता दिँदै अगाडि बढ्न सहयोग गर्छ। अर्को उस्तै सेवा केन्द्र निर्माण गर्न लाग्ने खर्च जोगाउँछ। यसैगरी नागरिकमा हाम्रो सिंहदरबार अझै कामयाब छ भन्ने आत्मविश्वास आउनेछ। जनताको जुनसुकै आन्दोलनपछि पनि पटक पटक उठ्न यसले आत्मबल दिन्छ भन्ने विश्वास जगाउँछ। पिता पुर्खाको आध्यात्मिक पक्ष त छँदैछ। पिता पुर्खाको धरोहरभित्र रहेर कार्य सम्पादन गर्दा आत्मबल र उत्प्रेरणा लिन सकिने आध्यात्मिक पक्ष त छँदैछ। यसबाट सिंहदरबारलाई चाँडै पुनर्निर्माण गरी सञ्चालन गर्नुपर्छ भन्ने दरिलो तर्कहरू अगाडि आएका छन्। यद्यपि निम्न पक्षलाई विचार गर्दा सिंहदरबारलाई पुनर्निर्माण गरी सेवा सुचारू गर्नुभन्दा भग्नावशेषकै अवस्थामा स्मारकका रूपमा संरक्षण गर्दा उत्तम हुने देखिन्छ। जनआन्दोलनको स्मरण। जनताले गर्ने आन्दोलन शासकहरूको शक्ति दुरुपयोगको विरुद्धमा हो। नेपाली जनताले लामो समयक्रममा पटक पटक ज्यान आहुति दिएका छन्। यदि अपेक्षा अनुरूप शासन शैली प्राप्त गर्न नसक्दा जनतामा रहेको निराशाका कारण ज्यानको बलिदानी दिएका हुन्। अबका उत्तराधुनिक सरकारहरूले जनता प्रथम अथवा पिपल्स फर्स्टको नीति अनुसार काम गर्न र उपरान्त कहिल्यै पनि यस्तो आन्दोलन नहोस् भन्नका लागि जलेको सिंहदरबारलाई फराकिलो टिनको छाना र वरिपरि बार हाली स्मारकका रूपमा संरक्षण गर्दा उत्तम हुने देखिन्छ। सिंहदरबार मिथकको रूपान्तरण। गाउँ गाउँमा सिंहदरबार भनेको सङ्घीयता अघि सेवा प्रवाह केन्द्रीकृत थियो भन्ने पक्षबाट आएको व्यङ्ग्य हो। आज गाउँ गाउँमा सिंहदरबार पुग्दा पनि सेवा प्रवाहले अपेक्षाकृत रूपमा जनसन्तुष्टि प्राप्त हुन सकेको देखिँदैन। नागरिकबाट सिंहदरबार शब्दप्रति आक्रोश भइरहेको देखिन्छ। अबको आधुनिक लोकतान्त्रिक र जनमैत्री शासन हरेक पालिका वा वडाको फराकिलो सेवा केन्द्रबाट प्रदान गर्दै सिंहदरबार मिथकको अन्त्य गर्न सिंहदरबारलाई विश्राम दिई भग्नावशेषको रूपमा संरक्षण गर्नुपर्ने देखिन्छ। प्रकोपीय जोखिमबाट बच्न झन्डै 120 वर्ष अघि निर्माण गरेको भवन पुनर्निर्माण गर्दै दैनिक कार्य सञ्चालन गर्नु वैज्ञानिक ढङ्गबाट उपयुक्त नहोला। त्यसबेला राखिएको जग र प्रयोग गरिएका निर्माण सामग्रीको समेत निश्चित आयु होला। आगोले छिया पारेको भवन पुनर्निर्माण गर्ने रकमले आधुनिक सामग्रीबाट नयाँ घर बनाउन सकिएला। अध्ययन केन्द्र। विश्वका धेरै देशले यस्ता भवनहरूलाई पुरातात्विक अध्ययनको आकर्षण बनाएका छन्। राजनैतिक, प्रशासनिक र सांस्कृतिक पक्षहरूको अध्ययन केन्द्रका रूपमा तयार गर्न यस्तो भवनलाई स्मारकका रूपमा स्थापित गर्दा शैक्षिक, पर्यटन र पुनर्जागरणका लागि सकारात्मक देखिन्छ। पर्यटकीय आकर्षण। राजधानीका अन्य प्रशासनिक भवन केही फराकिलो स्थानमा सार्न सके यस क्षेत्रलाई भविष्यमा सबैभन्दा उन्नत पर्यटकीय केन्द्र बनाउन सकिएला। तत्कालको आवश्यकता र पुनर्निर्माणको क्षमता आकलन गर्दा यस भवनलाई चाँडै पुनर्निर्माण गरी सञ्चालन गर्नुपर्ने बाध्यता सरकार सामु होला। यद्यपि हामीले अब केही फराकिलो गरी प्रशासन र राजनीतिको विन्यासलाई हेर्न आवश्यक छ। केन्द्र सरकारका अङ्गहरूलाई समेत विकेन्द्रित ढङ्गबाट सञ्चालन गर्दा राष्ट्रिय एकता र सहिष्णुता वृद्धि हुने तथ्यलाई नकार्न सकिन्न। कतिपय राष्ट्रले कार्यपालिका र व्यवस्थापिकाका कार्यालयलाई भिन्न भिन्न प्रदेशमा समेत राख्ने गरेका छन्। यसले मोबिलिटी बढाउने, यातायातका सुरक्षित र शीघ्र पूर्वाधार विकास हुने, आर्थिक पूर्वाधार विकेन्द्रित हुने र बस्ती व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पर्ने देखिन्छ। हामीले पनि जनतालाई प्रत्यक्ष सेवा प्रदान गर्ने बाहेक सबै सङ्घीय कार्यालयहरू एकाइ सिंहदरबारभित्र मात्र नराखी फरक प्रदेशमा पनि राख्न सकिन्छ। जस्तै राष्ट्रिय योजना आयोगलाई निरन्तरता दिने भए रसुवाको लाङटाङमा राख्दा कसो होला। नेपालको राजनीति र प्रशासनमा आजसम्म विकेन्द्रित र परोपकारी फिलान्थ्रोपी सोच आउन सकेको देखिँदैन। त्यो सोच बृहत रूपमा आउने हो भने सिंहदरबारभित्र राख्न खोजिएको संसद भवन पनि कुनै अर्को प्रदेशमा सार्न सकिन्छ। जापान र चीनमा भएको जस्तो 300 देखि 600 किलोमिटर प्रति घण्टाको रेलवे निर्माण गर्न सकिन्छ। अब नगरेर सुख पनि छैन। अहिलेको अवस्थामा त सिंहदरबार क्षेत्रमा प्रवेश गर्नका लागि पनि सहज मार्गहरू छैनन्। अब त्यहाँ संसद सञ्चालन भएपछि निकै नै ट्राफिक जाम हुने देखिन्छ। हाललाई सिंहदरबार पुनर्निर्माण गरेर सेवा सञ्चालन गरे पनि भविष्यमा उल्लेखित दृष्टिकोणबाट अगाडि बढ्नै पर्ने बाध्यता हामी सामु छ। धन्यवाद। यो चाहिँ गोर्खापत्रमा प्रकाशित मेरो लेख हो र यो लेख चाहिँ मैले यता साभार गरौँ भनेर यो जेन्जी आन्दोलन पश्चात छापिएको हो तत्कालै। यो त्यति धेरै पढिएको थिएन पत्रिकामा, त्यसकारण मैले यता मेरो